दुबई, कतार, कुवेत, बहराइन, इरान र इजरायलमा हुने नेपालीहरू सङ्कटमा। यो खबर तत्काल सबै नेपालीमा सेयर गरेर पुर्याइदिनुहोला। अहिले इरानले दुबई, कतार, इजरायलका देशमा रहेका विभिन्न भवन होटलहरूमा मिसाइल आक्रमण गरेको छ। अहिलेसम्म 60 जनाको निधन भएको छ। खाडीमा रहने करिब 40 लाख नेपालीहरूलाई खतराको घन्टी महसुस भएको छ। हामी सबै भगवानसँग प्रार्थना गरौँ कि सम्पूर्ण नेपालीहरूलाई केही पनि नहोस्। दुबई, कतार, कुवेत, बहराइन, इरान र इजरायलमा हुने नेपालीहरू सङ्कटमा। यो खबर तत्काल सबै नेपालीमा सेयर गरेर पुर्याइदिनुहोला। अहिले इरानले दुबई, कतार, इजरायलका देशमा रहेका विभिन्न भवन होटलहरूमा मिसाइल आक्रमण गरेको छ। अहिलेसम्म 60 जनाको निधन भएको छ। खाडीमा रहने करिब 40 लाख नेपालीहरूलाई खतराको घन्टी महसुस भएको छ। हामी सबै भगवानसँग प्रार्थना गरौँ कि सम्पूर्ण नेपालीहरूलाई केही पनि नहोस्।